हेलो एन्ड नमस्ते सबैजनालाई म दिव्या तामाङ र स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा एन्ड गुड मर्निङ एभ्रीवन। सो आज फेरि पनि म एउटा नयाँ ब्लग लिएर तपाईको अघि आइसकेको छु। सो आजको ब्लगमा चाहिँ स्पेशल चाहिँ के हुनेछ भन्दा त टाइटल थम्बनेल सबै बुझिसक्नै भयो है। म अलिकति हतारमा छु, त्यही कारणले गर्दा स्पिड बोलिरहेको छु है। र अहिले चाहिँ हामी जान आँटेको छु, मन्दिर जान आँटेको छु। मन्दिर अब छेउैको मन्दिर जाँदै छु, हाम्रो किनभने कतिवटा कामहरु छ। अनि यो छुट्टीमा आएकोदेखि हामी कहीँ मन्दिरहरु जान पनि पाएको छैनौं हो। अनि दादा जाने दिन पनि आइसक्यो। अन्त फेरि टाढा जाने मान्छेलाई है यसो मन्दिर दर्शन नगरिकन त कसरी पठाउने भनेर चाहिँ मैले आज चाहिँ मन्दिर जाउँ भनेर सोचेको छु। अनि हाम्रो बुट्टी पनि लाउनु छ है। इयरली चाहिँ हामी एक एकवटा बुट्टी लाउने गर्छौं, त्यो पनि हाम्रो लाउनु पर्ने छ नि त। अन्त टाढो जाने मान्छेलाई, ड्युटी गर्ने मान्छेलाई एउटा बुट्टी त लाएर पठाउनु पर्यो भनेर चाहिँ उलाई चाहिँ आज चाहिँ लगेर जाँदैछु हो। र हेर्दै गर्नुस् होला, म चाहिँ एकदमै हतारमा भएकोले के बोले के बोलिन त्यो अब मलाई नै थाहा छैन है। हेर्दै गर्नुस् होला है गाइस। सो साथीहरु हामी चाहिँ निस्किसक्यौं हो। एकदमै हतार भइरहेछ। मेरो बुढा यहाँ छ, मैले देखाउनु पाएको छुइनँ है बुढा। अन्त मैले भनिहालेँ हामी चाहिँ आज मन्दिर गएको भनेर हैन। र हाम्रो चाहिँ बिहानै हामीले हिजो पनि गाडी भनेको थिएँ, गाडी नै मिलेन क्या। अन्त पर गएर चाहिँ गाडी पनि भन्नुपर्ने छ है। अब किनभने हाम्रो कतिवटा काम पनि छ नि त बिचबिचमा, त्यही कारणले गर्दा अब एक यो के भन्छ फाल्टो गाडीमा चाहिँ गएर हुँदैन हो। भाइ बुढा भयो माग्यो अन्त बोक्नु न अन्त। कोही नमागी छौ ए फोन चाहिँ पर्दैन। धुप यहाँ चाहिँ हामी गाइस प्रसादहरू अलिअलि लिएको, बेसी त पाउँदैन यहाँनिर हो। तर पनि अब अलिअलि मन्दिर जाँदा त लानै पर्यो होइन। सो गाइस अहिले चाहिँ हामी मन्दिर आइपुग्यौँ होइन। अब मन्दिरभित्र पस्छौँ र मान्छे पनि अलिक धेरै नै रहेछ आज चाहिँ। हामीले सोचेको थिएन है त अलिक कम्ती नै हुन्छ होला भनेर लागेको थियो, तर आज मान्छे अलिक बेसी रहेछ, पर्खिनु पर्ने भयो है दादा। हामी अब सबसे लास्ट होला है। मन्दिर चाहिँ यता छ यहाँनिर हो, यहाँनिर आएको हामी। सो हेर्दै गर्नुहोस् होला है गाइस। म भित्र चाहिँ देखाउनु सक्दिनँ किनभने भित्र अब गुरुजी हुनुहुन्छ है, त्यहाँनिर त अब खिच्नु भएन। र त्यही हो, अहिले चाहिँ हामी यहाँनिर दुधेको गोलाइमा नै छौँ। कतिजनालाई थाहा छैन होला, मेन तल दखल गोलाइ हो यो है। यहाँ मिरिक जाने बाटो, यहाँ बाँदर। यहाँनिर चाहिँ बाँदरहरूको आतङ्क भइरहेको छ। सानो स्पिड खाएनौ त, भोक लागेको थियो। हामी चाहिँ यहाँनिर मोमो खाँदैछु गाइस, मेरो यहाँनिर छ। पुरा भोक लागिरहेछ, हामी चाहिँ केही नखाएको थियौँ। यहाँनिर सानो दोकान रहेछ। सो गाइस अहिले चाहिँ हामी घर आइपुगिसक्यो हो। र अब चाहिँ खानाहरू बनाउनुपर्छ। 1 पनि बजिसक्यो, पर धेरै ढिलो भयो नि त किनभने मान्छे थुप्रै रहेछ हो। अरू बेला त अलिक कम्ती लाग्थ्यो, आज धेरै थियो, त्यो भएर चाहिँ हामी ढिलो भए। बिहान पनि केही नखाइ गएको। सो अब चाहिँ हामी खाना बनाउँछु हो। गाइस अहिले चाहिँ हामी दिउँसोको खाना यानिको लन्च रेडी गर्दैछौँ हो। म चाहिँ यहाँनिर चामल धुँदैछु हो। म चाहिँ के भन्छ दादाले चाहिँ अस्तिदेखिको त्यो नुनिया चामल खानु मन गरिरहेको थियो नि त। अस्ति एकपल्ट त खायौँ, अन्त फेरि एकपल्ट आज पकाइदिने भनेर सोचेको हो। अन्त मैले चामल धुँदैछु। अन्त मेरो बुढाले फेरि सधैँ मलाई हेल्प गर्नुहुन्छ हो। यहाँनिर के भन्छ प्याज टमाटरहरू काटिदिनु हुँदैछ हो। अन्त आज चाहिँ म माछा पकाइदिने, माछा ल्याइराखेको थियो। उयो अस्तिदेखि खानु पनि पाएको थिएन माछाहरू हो। अन्त त्यो भएर चाहिँ आज चाहिँ हामी माछा भात खाने हो। यो चाहिँ म माछा पकाउन आँटेको, एकपट्टि भात बसाइसकेको छु हो। एकदमै ढिलो भयो आजको खाना चाहिँ हाम्रो। प्याज टमाटर चाहिँ राखेको छु। अनि माछा चाहिँ मैले धोएर एकदमै फ्रिजमा हालेको थिएँ। एकदमै डिप फ्रिजमा हालेको थिएँ, आइसै बनिसकेछ हो। यही माछा चाहिँ अब म पकाउँछु। मेरो बुढा चाहिँ यहाँनिर उसको फ्लाइटको चाहिँ के अरे बोर्डिङ पास है,
झिक्छु भनेर बसेको यो पालिको टिकटहरु के भयो के गरे लहनाले गर्दैछ गाइस लु गर त भन न यस्तो नै गर्दैछ त 3 2 1 गो लहनाले खाना खानु थाल बोकिरहेछ गाइस भोक लाग्यो अरे झर्के थाल निकाल्यो हो माछा पाक्यो त अन्त यो धनिया हाल्दैछु म माछा पाक्यो यो चाहिँ पङ्कज माछा हो अब चाहिँ हामी खाना आँटेको यहाँ पापड पनि छ यहाँनिर चाहिँ हाम्रो नुनिया चामल एकदमै मक बास्न आउने है बुढा भोक लाग्यो के गरेर जानु मैले के गर्नु भात हालेको नि अब भात हालेको भोक लागेर थाल बोकेर केही हिँडेको छैन बाई यति भोक लाग्दैन राति म कस्तो ढिलो सुत्यो थाहा छ मलाई थाहा छैन कस्तो ढिलो सुतेको तिमी म भन्नु पहिला त तिमी यसमा हाल्दैन न मलाई खोर्सानी खान्छ खाँदैन प्याजहरू खोर्सानी होस् त्यही सुन्नुपर्छ मेरो बुढाको मेरो त्यही त अघि दिन खाउ लाग्यो ए निम्बु हालेर लु खाऊ म चाहिँ यस्तो मजाले खुवाइदिन्छु कि अहिले मलाई खुवाएको देखेँ नि हाँस्छ गाइस लु अब मलाई खुवाएको हेर्नु बाङ्गो हालेको यता मुख चाहिँ ठल्छ पर्छ के अम्लो न निम्बु हालेर दिएको अन्त अम्लो न अम्लो भयो त सो गाइस यहाँनिर चाहिँ मेरो बुढाको प्याकिङ हुँदैछ मेरो बुढा यहाँनिर लुगाहरू बदल्दैछ हो अन्त यहाँनिर प्याकिङ हुँदैछ यसरी प्याकिङ गरेको देखेपछि चाहिँ मलाई चाहिँ फेरि कस्तो मन कटकटिन्छ हो भाइ बुढा अन्त त्यही त अब के भन्छ मैले यो छुट्टीमा चाहिँ केही पनि है केही पनि मैले उसलाई पठाइदिनु पाएको छुइनँ है अन्त अब के भन्छ दिदीहरूले पनि अरू बेला त पठाइदिनु हुन्थ्यो हो योपालि चाहिँ अब उनीहरू पनि बिजी छ आमा बिमार भएर होइन आमा बिमार भएकोले गर्दाखेरि चाहिँ उनीहरूले पनि ध्यान दिनु पाएन नि त अन्त त्यही भएर म पनि अब त्यस्तै भयो मलाई दादा झन् अब कतिवटा कुराहरू अब भयो हाम्रो लाइफमा होइन अन्त त्यही कारणले गर्दाखेरि चाहिँ मैले पनि केही पठाउनु पाइनँ हो त्यही कारणले गर्दा चाहिँ केही पठाइदिनु पनि पाइनँ हो छ म लिएर आउँछु हेर्नु के पठाइदिएको छ मेरो सायद यो फर्स्ट छुट्टी नै होला मैले केही नपठाइदिएको है मेरो नानाले एकजना नानाले चाहिँ पठाइदिएको छ यो चाहिँ दिदीले अस्ति नै सेलरोटी पोल्नु लाउँछु भन्दै उसले जान्दैन कि तर पनि अरूलाई पोल्नु लाउँछु भनेर बिचरा पोलेर ल्याइदिनु भएको रहेछ हो यति नै हो योपालि मैले केही पठाउनु पाइनँ मलाई त के ल्याएर आउनुहुन्छ होइन मैले चाहिँ केही पठाउनु पाइनँ योपालि दबाई
अब यस्तै हो जाने बेलामा मन दुख्छ नयाँ घडी लान्छ होइन तिमी रोयौ नि त अन्त नगर न नखिच न भनेको एउटा झाडन लान्छु भनेको झाडन पनि किन्नु पाएन भ्याएन नि त दादा केही कुरो गर्नु त भ्याएन तपाईँलाई थाहा छ त किनिदिन्छु भनेको थिएँ हामी के गर्छु भनेको थिएँ केही पाएँ गर्नु भन्नु त लु बुट योपालि चाहिँ दादासितै अफिस जाने अरे है दादा नत्र भने त आजै हिँड्नुपर्ने हो तर आज नहिँडेर भोलि सिधै हिँडेर चाहिँ पर्सि सिधै अफिस जाने ड्युटी भनेको चाहिँ यस्तो हुन्छ म त कन्ट्रोल गरेको पो त म त त्यो रुदिनँ भनेर बुढीलाई छोडेर जानु मन लाग्छ अब यसपालि चाहिँ कस्तो भइरहेछ यसपालि चाहिँ हालत आउट अफ कन्ट्रोलमा छ र साथीहरू अहिले चाहिँ 9 बजिसकेको छ है अन्त हामी बुढाबुढी भएर चाहिँ खाना बनाउँदैछौँ आज चाहिँ एकदमै ढिलो भयो ढिलो होइन हामीले नै ढिलो गरेको है अनि मेरो बुढाले सदा चाहिँ मेरो लागि यहाँनिर के भन्छ हेल्प गरिदिनु हुँदैछ हेल्प होइन आज चाहिँ उसले नै बनाउने अरे चचेको मासु है हुनु पनि यो छुट्टीमा तपाईँले बनाउनु भएको छैन नि दादा एकपल्ट अरू बेला त पकाइरहनु हुन्थ्यो है तर हुनु चाहिँ योपालि त मैले नै त बेसी बनाउनु परेन किनभने हामी कता कता हिँड्यौँ है अन्त त्यही कारणले गर्दा चाहिँ आज चाहिँ मेरो बुढाले बनाउने सुँगुरको मासु हो अन्त म चाहिँ भात र अचार बनाउनु अरे हो साग र डुकुम हाल्ने यो फ्याँकेको हो के हो ए होइन राम्रै थिएछ त कतिवटा त सुँगुरको मासु चाहिँ भर्खर स्टार्ट हुँदैछ मेरो बुढाले पकाएको आज है बुढा अन्त मैले चाहिँ अचार बनाइसकेँ भात पनि पकाइसकेँ हो सो गाइस यहाँनिर चाहिँ मेरो बुढाले पकाएको डुकु र यो डुकु साग र सुँगुरको मासु अन्त यहाँनिर चाहिँ दिउँसोको माछा पनि छ यो मैले अचार बनाएको छु मेरो बुढाले यहाँ खानु आँटेको छ है बुढा यो बुढाको भएको मासु देखाइदिनु न सुँगुरको मासु देखेन त सुँगुरको मासु पतला पतला पारेर पकाएको छु नि हामीले होइन आज चाहिँ लु खाऊ ल मेरो बुढाले नखाइ म कहाँ ल मेरो बुढाले चाहिँ सधैँ यसरी चाहिँ मलाई हेल्प गर्नुहुन्छ है तपाईँलाई म देखाइरहेको हुन्छु होइन है बुढा रुँदैछ क्या तपाईँ त यसरी मलाई चाहिँ छुट्टीमा भइन्जलै घरमा भइन्जलै मलाई चाहिँ भाँडा धुनु चाहिँ पटक्क लाउँदैन हो एउटा ग्लास पनि मैले धुनु चाहिँ पर्दैन ऊ आएकोदेखि चाहिँ म चाहिँ धुन्छु भन्छु तर मलाई चाहिँ धुनु दिँदैन है बुढा अन्त म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ खाना चाहिँ मै पकाउँछु भन्छु क्या अन्त यस्तो लाग्छ नि त छुट्टीमा भयो नि त चाहिँ मैले पकाएको खाएर जाओस् भन्ने चाहिँ लाग्छ क्या सो गाइज अहिले चाहिँ हामी खानासाना खाएर रुममा आयौँ है बेडरुममा अनि अहिले 11 बज्नु आँटिसकेको छ होइन दादा भोलि जानुहुन्छ अब जाने बेलामा त एकदमै दुःखमा नै लाग्छ सबैजनालाई होइन अभियसली तपाईँहरूले पनि हामीलाई धेरै माया दिनुहुन्छ होइन मैले अब भ्लगहरू अपलोड गर्दा पनि तपाईँहरूले तपाईँहरूको माया देखाइरहनु भएकै छ होइन मैले मकबाङै अपलोड गर्दा पनि तपाईँहरूले कति माया दिनुहुन्थ्यो होइन र दिनु भइरहेकै छ अहिले पनि होइन र आउँदो दिनहरूमा पनि हामीलाई तपाईँहरूको धेरै साथ सपोर्टको जरुरत छ होइन मलाई थाहा छ तपाईँहरूले हामीलाई धेरै माया गर्नुहुन्छ तपाईँहरू हाम्रो फ्यामिली हो होइन अन्त अब तपाईँहरूसँग नै हरेक कुरा सेयर गर्नु मन लाग्छ किनभने अब हरेक व्यक्तिलाई हरेक मान्छेलाई बताएर त सकिँदैन आफ्नो अब होइन लाइफमा चलिरहेको कुरो र यसरी भिडियोमा सेयर गर्नु पाउँदा चाहिँ आफूलाई पनि अलिकति शान्ति अनुभव हुँदो रहेछ होइन र अब त्यही हो मेरो बुढा त बेसी बोल्नु चाहँदैन अन्त मेरो बुढा पनि अहिले यहाँ तपाईँको अघि छ मैले चाहिँ यस्तो भने नि त कि अब आज
अब लास्ट नाइट हो लास्ट अब यो त भ्लग होइन भोलि पनि अब हुन्छ भ्लग त तर अब एन्डिङ चाहिँ गर्नु पाउँदैन नि त र यो भ्लगको एन्डिङ चाहिँ सँगै गरौँ न भनेर चाहिँ मैले राखेको होला हो अन्त अब मेरो बुढाले पनि केही भन्छ होला मन्दिरको टिका चाहिँ टिका धोएन मुख धोएँ दुईपल्ट धोएँ अघि पूजा गर्दा मेरो त गयो त मजाले के भन्नु आजको भ्लगमा काट्नुपर्छ नि त यो काट्नुपर्छ नि त यो गऱ्यो नि बुढीको च्यानललाई त सपोर्ट गर्नुहोस् तपाईँहरूले है हामीलाई माया यत्तिकै माया दिइरहनुहोस् अब हामी दुईजना सँगै भएको भए सँगै बस्ने भएको भए त अझ हामीले धेरै राम्रो राम्रो कन्टेन्टहरू ल्याउन सक्थ्यौँ होला देखाउन सक्थ्यौँ होला है अब यस्तै छ अब म भोलि जानुपर्छ ऊ एक्लै हुन्छ घरमा अब त्यस्तै भए पनि ऊ एक्लै भए पनि उसले जस्तो खालको कन्टेन्टहरू ल्याए पनि राम्रै ल्याउनु खोज्छ अब उसले बिचबिचमा मुकबाङहरू पनि लिएर आउँछ ब्लगको च्यानल ब्लगहरू पनि गर्छ उसले होइन ब्लगिङहरू पनि गर्छ उसलाई सपोर्ट दिनु होला सपोर्ट गर्नु होला मेरो बुढा चाहिँ अलिक लजाउँछ है बोल्दा बोल्दा के भनौँ भनिबस्छ त्यही नै हो मेरो बुढाले पनि भन्नु खोज्नु भएको त्यही हो है तपाईँहरूको साथ सपोर्टको धेरै जरुरत छ र तपाईँहरूले धेरै माया देखाउनु भएको छ त्यसमा हामी धेरै खुसी छौँ होइन र यसरी नै हामीलाई सधैँभरि साथ दिनुहोस् होला है र तपाईँहरूले मैले अस्ति पनि भनिहालेँ कतिजनाले मलाई डेली भ्लग गर्नुहोस् न भन्नुहुन्थ्यो थियो होइन अन्त डेली भ्लग चाहिँ मलाई एकदमै गर्नु मन चाहिँ लागेको चाहिँ छ होइन इन फ्युचर म कोसिस चाहिँ गर्नै छु है तर अहिले चाहिँ होइन त्यसको पनि समय आउँछ होइन डेली भ्लग गर्ने पनि र अहिले चाहिँ हाम्रो सिचुएसन अलिकति ठिक छैन नि त हामी अब सँगै छैनौँ होइन कतिवटा अब सिचुएसनहरू त्यस्तै भइरहेको छ अहिले त अब नर्मल भ्लग कोही कोही बेला गर्नु पनि भ्याएको छैन क्या त्यस्तो खालको सेड्युल चलिरहेको छ प्लस मेरो आमा बिमारी भएकोले गर्दा म त्यहाँ पनि अब घरिघरि जानुपर्छ माइत पनि होइन त्यही कारणले गर्दा चाहिँ अब मैले कन्टेन्टहरू चाहिँ राम्रोसँग ल्याउनु सक्दिनँ होला होइन आजको भिडियो चाहिँ म यहाँ नै एन्ड पनि गर्छु है किनभने धेरै लामो पनि गर्न चाहदिनँ तपाईँहरूलाई पनि बोरिङ लाग्छ है र अब कतिवटा ठाउँमा इमोसनल पनि भइपठाएँ हामी है अन्त बेसी इमोसनल चाहिँ नहुँ भनेको क्या अब चाहिँ किनभने अब इमोसनल हुने समय गयो होइन किनकि अब हामीलाई पनि लाइफमा कुछ गर्नु छ हाम्रो पनि लाइफ अघि बढाउनु छ हामी धेरै म्याच्योर भइसकेको छौँ धेरै ठुलो भइसकेको छौँ अब त केटाकेटी होइन हामी पनि हाम्रो अब धेरैवटा कुरा गर्नु छ लाइफमा होइन अब सबैको त्यस्तै हुन्छ लाइफमा अब सबैलाई अघि नै बढ्नु हुन्छ कसैको के गर्नुपर्ने हुन्छ कसैको के गर्नुपर्ने हुन्छ हाम्रो पनि त्यस्तै छ है र हामी पनि अब अलिकति म्याच्योर बिहेभ गरौँ भनेर चाहिँ दुईजना सल्लाह गरेको नि बेसी हामी रोनाधोना चाहिँ नगरौँ है अन्त अब चाहिँ राम्रोसँग खुसी खुसी बिदा हौँ भनेको अन्त भोलि दादा जानुहुन्छ है तपाईँहरूले पनि प्रे गरिदिनुहोस् होला हाम्रो लागि मैले पहिलाको भ्लगमा पनि भनेकै छु है हाम्रो लागि प्रे गरिदिनुहोस् होला भनेर हामीलाई तपाईँहरूको धेरै साथ सपोर्टको जरुरत छ है त्यति भन्दै म यो भ्लगलाई चाहिँ यही एन्ड गर्न चाहन्छु र सदा चाहिँ भ्लग मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर सबै गरिदिनुहोस् होला अनि अर्को नयाँ भिडियोमा फेरि भेटौँला तबसम्मको लागि चाहिँ बाई बाई।